मर्निङ गाइज हामीहरू चाहिँ आज कुन ठाउँ जान आँटेको रे हामी जन लसन पार्क जान आँटेको हामी बसेको ठाउँबाट खासै धेरै टाइम त लाग्दैन लाइक जस्ट 34 मिनट्स मात्र हो होइन प्लान गरिहाल्यौँ तर कस्तो पनि वेदर हेर्न त हेरेका थियौँ तर पानी एकदमै मजाले पर्ने ल्याएरहेछ तर पनि प्लान गरिसकेपछि जाने भनेपछि जाने भन्ने कुरा भयो हामी अब घरबाट निस्क्यौँ अब हामीसँग हाम्रो डेस्टिनेसनसम्म सँगै पुगौँ है त जाने भनेपछि पहिलो काम भनेको के हुन्छ भने नि पेट्रोल हाफभन्दा बढ्दै भए पनि पेट्रोल ग्यास चाहिँ हाल्न पर्ने हुन्छ जस्ट फर अ ब्याकअप आज ढ्यान हेलो नेपाली बाबु हेलो जहाँ गए पनि नेपाली बाबुलाई चाहिँ नि पेट्रोल हाल्न पाउँदा ग्यास हाल्न पाउँदा एकदम खुसी लाग्छ क्या हेलो नेपाली बाबु आज फेरि नेपाली बाबुले चाहिँ नि हाम्रो नेपालको मौलिकता झल्काउने ढाका टोपी लगाएर हिँड्नु भएको छ तर थाहा छैन कहाँसम्म चाहिँ लाउनुहुन्छ होइन तर हेर्नु न ल हजुरले चिन्नु नै भएको छ हामीसँग हाम्रो सानो मान्छे पनि छ पछाडि उसको के मिलाइरहेछ उसले हाई भन्न छोरा हाई भन राजा आर यु एक्साइटेड बेटा नानीको साथीहरू भेट हुन्छ त्यहाँ होइन अनि पछि हाम्रो पनि साथीहरू भेट हुन्छ अनि हामीलाई पनि फन हुन्छ अनि नानीलाई पनि फन हुन्छ आज चाहिँ हाम्रो अलिकति टाढा जाने प्लान थियो होइन तर पानीले गर्दा डिस्टर्ब गर्यो अब हामीले त्यो कम्प्लेन गर्न पनि मिल्दैन कि किनकि हामी भ्याङ्कुभरमा छौँ यो भनेको चाहिँ नि रेनकुभर पनि हो नि त होइन कतिखेर पानी पर्छ कतिखेर मतलब एकैछिनमा घाम लाग्छ एकैछिनमा फोरकास्ट हेर्दा पानी पर्ने देखाउँछ होइन र पनि अब जाने भनेर डिसाइड गरिसकेपछि चाहिँ नि हामी जान थाल्यौँ र अनि वी बिलिभ एकदमै रमाइलो हुन्छ जसरी हामी चाहिँ रमाइलो गर्ने भनेर सोचेर गएको छौँ नि त्योभन्दा अझै धेरै रमाइलो हुन्छ भन्ने मलाई लागिरहेछ तिमीलाई कस्तो लागिरहेछ म्यान्डी म एकदम एक्साइटेड छु किनभने म त्यहाँ गएर थरीथरीको खानाकुराहरू पकाउँछु स्यान्डविचहरू बनाउँछु मासु बनाउँछु स्न्याक्सहरू बनाउँछु मजा आउँछ आज चाहिँ सर्ट ट्रिप भए पनि हामीले चाहिँ आज ती नै गएर ती पकाउने खानेकुराहरू चाहिँ नि ती पकाउने ओर्ने ब्रेकफास्टदेखि लिएर अनि हाम्रो मिल भनौँ न लन्च भनौँ न त्यो चाहिँ नि ती बनाउने भन्ने प्रोग्राम छ पानी चाहिँ परिरहेछ तर त्यहाँ चाहिँ एउटा सेल्टर पनि छ र प्लस अलि एकछिन पछि चाहिँ नि पानी छैन भनेर देखाएको छ वी बिलिभ फिङ्गर क्रस त्यही नै होस् होइन ल वी आर सो एक्साइटेड साथीहरू यहाँ विदेशमा आइसकेपछि यो ढाका टोपीको पनि नि छुट्टै महत्त्व छ क्या फेरि यो ढाका टोपीको पछाडि पनि एउटा कहानी छ क्या आज भनिदिउँ म्यान्डी के भयो भने हामी दसैँमा होइन हामी दसैँमा हाम्रो एउटा नजिकको यहाँ दिदीहरू हुनुहुन्छ एउटा फ्यामिली छ हाम्रो होइन हामी आएपछि पहिलोपटक उहाँहरूलाई पहिलो नेपाली फ्यामिली जसलाई चाहिँ हामीले भेटेर हामी चाहिँ नि कम एन्ड गो भएको होइन अनि हामी दसैँमा हामीभन्दा उहाँहरू अलिकति सिनियर भएको कारणले गर्दाखेरि दसैँमा चाहिँ हामी टिका लाउन गएको थियौँ होइन अनि टिका लाउन गएको भरे अनि दाइले ढाका टोपी लाएर बसेको थियो होइन अनि ल भाइ तपाईँ मैले त ढाका टोपी लाएको छु तपाईँ पनि लाउने हो भनेपछि अब हामीसँग त थिएन त अब के कुरा ल्यायो तर ढाका टोपी चाहिँ बिर्सियो भन्यो अनि दाइले ल मसँग छ नि त भाइ एउटा ल यो रमाइलो हुन्छ ढाका टोपी लगाएको छुट्टै महत्त्व हुन्छ हामीलाई भनेर उसले लाइसकेपछि के भयो दाइले के भन्नुभयो ल भाइ यो चाहिँ अब तपाईँलाई नै गिफ्ट भयो भन्नुभयो होइन मलाई पर्फेक्ट फिट भयो क्या दाइलाई सानो पनि भइरहेको थियो अनि दाइले चाहिँ ठिक छ तपाईँलाई फिट पनि भयो मलाई अलिकति सानो थियो भाइ तपाईँलाई एकदमै राम्रो पनि देखियो यो चाहिँ भाइलाई गिफ्ट भनेर त्यतिखेर दिनुभयो एकचोटि ढाका टोपी पनि देखाइदिउँ नि त ढाका टोपी हेर्नु न ल कस्तो राम्रो फेरि ढाका पनि कस्तो एकदमै राम्रो कि ब्राइट एकदमै राम्रो रहेछ फेरि ढाका टोपी रोज्न पनि मान्छेलाई एकदमै ढाका टोपीको नलेज भएको मान्छेले नै किने हुनुपर्छ कि यो जसले किन्यो वी आर थ्याङ्कफुल
अनि अर्को कुरा हामी अरू बेलामा पनि यो बाटोहरू हामीले देखेर आउँथ्यौँ होइन। अब आज पानी परेको बेलामा पनि यो बाटो एकचोटि यसो हजुरलाई मैले देखाउन चाहेँ। हेर्नु न कस्तो धुम्म छ। तर फेरि अबको 1-1.5 घन्टामा चाहिँ 2 घन्टामा चाहिँ अब पानी चाहिँ पर्दैन भनेको छ। अब लेट्स सी हाउ इट वर्क्स। अहिले हामी जान लागेको बाटो चाहिँ मेरो पति परमेश्वर चाहिँ नि पहिला काममा यही बाटो जानुहुन्थ्यो होइन। अहिले चाहिँ नि उहाँको अर्को ठाउँमा ट्रान्सफर भएको छ। अनि यो बाटो उहाँको रेगुलर हिँड्ने बाटो हो कि होइन। अनि एकदमै मिस गरेर दुखी भइरहनु भएको छ क्या। दुखी भएको अनुहार देखाइदेऊ त। धेरै पछि यता बाटोमा हिँड्यो हो तिमी पनि। हेर्नु न पानी यस्तो छ, डुम्म छ, तै पनि आज हामी घुम्न जाने हिम्मत चाहिँ हामीले गरेकै हो है। यस्तो पनि कस्तो भयो भन्दा अब प्लान गरिसक्यौँ। अब हामी मेन्टली प्रिपेयर भइसकेका थियौँ। त्यही भएर यसो कहीँ जाउँ, रमाइलो गरौँ। आज बिदा फेरि सबैको र होइन हामी हाम्रो एकजना साथीले त बिदा लिएको, उसले एकजनाले, अरू सबैको बिदा नै थियो। अब आज प्रोग्राम मिलाइसकेपछि अब जानै पर्छ, जाउँ भन्ने खालको कुरा भएछ। त्यसपछि हामी जाँदैछौँ। स्टे विथ अस साथीहरू। हामी नर्थ भ्यान चाहिँ टेकिसक्यौँ होइन। तर वेस्ट भ्यान हो, नर्थ भ्यान जान लाग्यो आइपुग्यौँ। तर हाम्रो डेस्टिनेसन आउन अझै पनि 6 मिनट भनेपछि 4.5 किलोमिटर बाँकी नै रहेछ। कस्तो तिमी फेरि यस्तो यो गीतले इरिटेट बनाइसक्यो। तर क्याची चाहिँ छ, तर कस्तो मेरो नानी यसरी बसिरहेको छ मजाले उसको एल्मोसँग। बिचरा केटाकेटीले बिहानै उठाएर ल्यायो, निन्द्रा पुग्दैन। अनि मजाले मेरो नानीले एउटा पछाडि ब्याक सिट चाहिँ नानीले रुम जस्तै बनाएकी छ उसको। पानी परे पनि, तर यस्तो पानी परेको बेलामा हामी घुम्न हिँडेको पहिलोपटकै होला है। यो पनि हाम्रो लागि नयाँ एक्सपिरियन्स हुन्छ। हामी हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ। अनि अब यहाँ अलिअलि सामान चाहिँ हामीले लिएर आएको थियौँ, सो द्याट हामीले त्यहाँ एउटा स्पट रहेछ, एउटा मान्छे आएर बसिसकेर जस्तो छ, त्यही चाँडो रिजर्भ गर्न भनेर चाहिँ हामी आएको। हुन त आज एकदमै त्यस्तो राम्रो दिन छैन, त्यसले गर्दा त्यस्तो खासै त नहोला। तैपनि अब नेभर न, हामी जस्तै प्लान गरेर तर पानी परे पनि आउने भन्ने मान्छेहरू चाहिँ नि आएर बस्ने ठाउँ नपाइएला। फेरि पानी परेको भएर चाहिँ नि हामी पहिला आइहाल्यौँ होइन। अब हामी चाहिँ नि अलिअलि सामान हामीले एकजना हाम्रो साथीबाट लिएर आयौँ, सो द्याट उहाँहरूले चाहिँ नि अनि अर्को अरू सामानहरू चाहिँ नि 2टा गाडीमा कम्फर्टेबली ल्याउन मिलोस् भनेर। हाम्रो डेस्टिनेसन अब यही हो। राम्रो रहेछ, सिम्पल अनि राम्रो। हामी यहाँ आएको थिएनौँ। अब हामी बसेकोबाट खासै टाढा, जस्ट हाफ एन आवर ड्राइभ मात्र भए पनि हामी यहाँ आएको थिएनौँ। ठाउँ राम्रो भन्दा पनि कस्तो हुन्छ भने अब हामी कुन टिममा आएको छौँ, हामी कसरी इन्जोय गर्ने भनेर आएको छौँ, त्यसले चाहिँ नि अलिक बढ्ता डिटरमाइन गर्छ जस्तो लाग्छ मलाई चाहिँ। ल अब चाहिँ हामी सामान लिएर स्पटतर्फ जाँदैछौँ। आज चाहिँ उसले सायद इन्टायर डे नै अब एकदम नेपाली बाबु भएर हिँड्छ जस्तो लाग्छ। तर टु बी अनेस्ट उसले ढाका टोपी लाउनुको कारण के हो भन्दा मलाई ढाका टोपी मनपर्छ, तर त्यसकै अटायरमा मात्र क्या मनपर्छ मलाई चाहिँ होइन। मलाई एन्जोय गर्न चाहिँ उसले क्याजुअल लुगामा चाहिँ ढाका टोपी लगाइदिन्छ। तर आई एम गुड, ठिक छ। उसले पनि धेरै बेरसम्म लाउनु सक्दैन कि, आई नो। ल हेर्नु न, अब हामी हिँड्दैछौँ, स्पटमा जाँदैछौँ हामी है त। यो हामी चाहिँ यही सेल्टरको लागि चाहिँ हतार चाँडै आएको। यो एटलिस्ट यो भयो भने चाहिँ बाहिर पानी परे पनि हामीलाई खासै कम डिटरमाइन गर्छ भनेर आएको हामी होइन। राम्रो छ, भ्यू एकदम राम्रो रहेछ। आज पानी परेको भएर हो, नत्र अरू बेलामा भएको भए यो ठाउँ एकदमै राम्रो हुन्थ्यो। स्टिल राम्रो छ, विल ट्राई टु इन्जोय।
fullest. पुग्यौँ है। अब हाम्रो सबै टोलीहरू पनि आइपुग्नु भयो। अब हाम्रो सबै टोलीहरू आइपुग्नु भयो। अब बल्ल हाम्रो चाहिँ प्रोग्राम स्टार्ट हुन्छ। तर यहाँ कस्तो भए पनि यहाँ आज अलिअलि पानी परेको कारणले गर्दाखेरि चाहिँ प्रोग्राममा अलिकति डिस्टर्बेन्स चाहिँ पक्कै आउँछ। तर पनि हेरौँ है त यहाँ अब कस्तो कस्तो हुन्छ। हल्ली चल्ली सबैको उफ्लो हेर्नु बल्ल रमाइलो हुन थाल्यो। हामी सबैजना आइपुग्दैछौँ है। ल हामीसँगै जोडिरहनु होला। ल अब हामी यहाँ आज आइसकेपछि हाम्रो वर्क डिभिजन भयो। एकजना टिमले चाहिँ यो सेटअप गर्न थाल्नु भयो। कोही चाहिँ हामी अब यहाँ अब काटकुट गर्ने प्रोग्राम हुँदैछ। केटाकेटीहरू चाहिँ नि ऊ त्यहाँ पर खेल्दैछन्। दे आर नट भिजिबल यहाँबाट होइन। अब हाम्रो चाहिँ नि फटाफट अब हाम्रो काम पकाउने खाने सुरु हुन्छ। ल हाम्रो अब चिया पनि पाक्न थाल्यो होइन। हाम्रो एउटा मेरो प्रिय मित्र पियाले चाहिँ नि चिया पकाउँदै हुनुहुन्छ। चिया चलाउँदै हुनुहुन्छ। अनि त्यसपछि यहाँ हाम्रो अब धमाधम अब चाहिँ सबैलाई भोक लाग्न थाल्यो। त्यसले गर्दाखेरि हामी चाहिँ सबैजना लागिरहेछौँ। अनि एउटा अर्को टिम पनि हाम्रो छेउमा आयो होइन। अब अझै रमाइलो हुन्छ जस्तो छ। अब हाम्रो चिया पाक्दैछ उता। अनि त्यसपछि यहाँ हाम्रो अर्को एउटा चना पाक्दैछ। यहाँ अब काटकुट हुँदैछ। अब नानी पुग्यो दीक्षाले चिया पकाइन्। मलाई भन्न आउँदैन कि तिमीलाई जस्तो। यही नै हो। ल यहाँ महानुभावहरू यता विशिष्ट श्रेणीको You can't use anything from here. मेरो हो दिदी। मैले गाडीको चाबी ल्याउनु नि म जान्छु। ल ल्याउ त मैले केटाकेटी दिन्छु। हेलो यो हाम्रो केटाकेटीहरू यहाँ छन् अब है। उनीहरूको छुट्टै चाम छ सबैजना। तर सँगै खेल भनेको सबै आइप्याड लिएर बसेका छन्। तर है विच इज नट फन। हाम्रो चाहिँ अब यहाँ हाम्रो चिया पाक्यो। हामी धमाधम अब खाने क्रम हुँदैछ। I'm eating it.
ल यता हेर साबिका सानो गाडी चिकपी मिठो हुन्छ खाऊ खाऊ मिठो छ ल तपाईँहरूलाई एउटा स्पेसल ठाउँ देखाउँछु ल यहाँ चाहिँ हाम्रो सानो सानो मान्छेहरू बसिरहेछन् होइन हाम्रो टोलीहरू हामी सबै यहाँ बस्यौँ अब अलिकति उग्रिन थाल्यो होइन त्यसले गर्दाखेरि चाहिँ नि हामीले अब यतातिर बसेर खान थाल्यौँ ठाउँ चाहिँ एकदमै नै रमाइलो रहेछ अझै अलिकति घाम भएको भए चाहिँ अझै रमाइलो हुने रहेछ ओ माई गॉड थ्याङ्क यू सो मच अझै कति मिठो मिठो खुवाउन बाँकी नै छ पहन मजा आयो ल हाम्रो त आजको अर्को एउटा आइटम चाहिँ एग फ्राई पनि बन्दैछ प्लस अर्को उसले बनाउँदैछ तर यो एकदमै रमाइलो एक्सपिरियन्स हुँदो रहेछ है हामीलाई रमाइलो लागिरहेछ हामीलाई एकदमै नै रमाइलो लागिरहेछ हामीलाई है सो फन सो फन यहाँ चाहिँ नि हाम्रो यो कलर यस्तो कसरी भयो अलिक धेरै गरेपछि दियो अनि त्यो पहेँलो भएर ल केटाकेटीहरूको आफ्नै टोली छ केटाकेटीहरू खुब रमाइलो गरिरहेछन् तर अनफर्चुनेटली उनीहरूले सबैले फेरि यहाँ खेलौँ भन्दा पनि सबले आइप्याड हेरेर बसिरहेछन् विच इज नट फन हामीलाई मन परिरहेको छैन तर अब के भन्नु हामीले भने टेर्दैनन् त्यही भएर उनीहरूको पनि मुड राम्रो होस् हाम्रो पनि राम्रो होस् भनेर हामीले चाहिँ लेट इट गो गऱ्यौँ मामु धोएर बटन हामीले दिनभरि मेहनत गरेर ल हेर्नु केवटा आइटम पकायौँ धेरैवटा आइटम चाहिँ पकायौँ तर अब के पकायौँ भनेर चाहिँ म अहिले एकछिन पछि डिस्क्लोज गर्छु तर सम आइटम्स आर स्टिल कुकिङ ल सामिका यहाँ बस
केही हुन्न हामीलाई त खान्छु जसले चाहिँ अलिकति खाँदैन त्यसलाई चाहिँ एकदम रोज्देऊ